साथीहरु गुड मर्निङ। आज चाहिँ काममा जाँदैछु, घाम लाग्यो। यत्रो दिन बादमा अस्ति एक दिन गएर फेरि पानी परेर के भन्नु र, अब पानी परेर 5 दिन भयो होला पानी परेको। आज बल्ल घाम लाग्यो 5 दिन बाद। एक दिन मात्रै गएको साथीहरु, हामी त अलक्षिन पो लागेछ। हामी गएर त एक दिन गएको मात्रै पानी परिहाल्यो। हामी त बत अलक्षिनको मान्छे रिसिक्यो हौ बहिनी। लदर लागेछ हौ। हामी गएर मान्छेले पनि त्यस्तै भन्दा होला। हामी गएर काम बन्द भएको। हामी गएर काम 5 दिन बन्द भयो। आज बल्ल घाम लागेर हेर्न कस्तो घाम तौकेको छ। बिहान बल्ल 7 बज्दैछ होला। घामले गरेर जान पनि अल्छी लाग्यो हौ साथीहरु। के गर्नु बाटोमा पनि नदी जस्तै परेछ हाम्रो यो अब यो पारिते यति पारिते हाम्रो जग्गा हो। यति पारिते अब काम गर्ने यहाँ बिचमा चाहिँ नदी जस्तो छ नाला। पानी बढेछ साथीहरु। पानी थिएन, सुक्खा थियो। अहिले त पानी बढेर छैन। बिजक छ नि हौ पानीले। आज चाहिँ मजाले घाम लाग्यो साथीहरु। अनुहार हेर्नु पनि भएको छैन, देखाउनु भएको छैन। अब हिँड्दा गल्नु पर्यो साथीहरु। छोडेर गएछ रे साथीहरुले, छोडेर गयो हामीलाई। अलिकति देरी मात्रै भएको, छोडेर गइहाल्यो। अब पारी गाउँ छ हाम्रो, वारी गाउँको मान्छेहरूले छोडेर गयो। पारी गाउँबाट आउनु ढिलो भयो। 2 जना मात्रै छु, हेर्नु न यहाँ 2 जना लिन्ठिङ्गै हिँड्दैछ हामी त साथीहरु। यस्तो जङ्गल बाटोमा 2 जना हिँड्दैछु। तपाईहरुलाई डर लाग्छ कि लाग्दैन भन्नु त कमेन्टमा। हामीलाई त डर लागेको छैन त। डर लाग्दैछ बहिनी? यो उला त डर लाग्छ नि साथीहरु। उता अब अर्कै अब टाउन सहरबाट आएको। हामी भनेको यहीँ जन्मेको, यहीँ हुर्केको, यहीँ बसेको। जङ्गल बाटोमा पनि डर लाग्दैन साथीहरु। लामो बाटो छ, 1 घन्टा बेसी छ। तर पनि 2 जना हिँड्नु डर छैन हामीलाई। दाउ छ नि त साथीहरु। के डराउनु, दाउ छ। दाउ साथी हुँदा हुँदा डराउनु हुँदैन होइन साथीहरु। नडराउ बहिनी, नडराउ। म छु, म र मेरो दाउ छ तिमीलाई रक्षा गर्नुलाई। आधी रस्ता आइपुग्यो। यहाँ पारी मेघालय हो साथीहरु। मेघालयको पार्क थियो, यहीँबाट देख्छ। यो चाहिँ पारी हो, बिचमा नदी छ। नदी पारी थियो। नदी पारी मेघालय, नदी यता वारी आसाम हो साथीहरु। मेघालयको पार्क हो त्यो। एक दिन गएर देखाउँछु साथीहरु त्यो पार्क पनि घुर्नु गएर। नदी बिचमा छ साथीहरु। अघि त दिदी बहिनी मात्रै भयो भनेको थियो जङ्गलमा। 2 जना छु भनेको त। हामी मात्रै सबैभन्दा लास्ट भनेको त साथीहरु। हाम्रो पिछे अझै थुप्रो जना रहेछ। ऊ अङ्कल आन्टीहरू आउनु हुँदैछ 3-4 जना। अगाडि 2 जना भाइहरू गयो हामीलाई छोडेर। भेटेर पनि पार भइसक्यो हामीलाई। भाइहरू त भाइहरू हुन्छ नि हौ साथीहरु। हामी त अब बुढी भयो। जे हो पनि भाइहरू त भाइहरू नै हुन्छ। आप लोग 3 किलो जाएगा? नहीं सहेगा ना क्या 3 किलो जाने के लिए? ना मिलेगा तो जाएगा। आप लोग का पीछे में और आदमी है? आप लोग का पीछे और आदमी है? आगे में भी बहुत आदमी गया। हम लोग सोचा हम लोग 2 जने नहीं गए, खाली देरी हो गया बोल के। 2 जन हुआ था, अभी आदमी मिल के। और है ना पीछे तो हाजिरा करने आदमी तो जस्ते हो गया। भालुकुरुङ का आ रहा है। 100 जन से भी बेसी हो गया आदमी। जङ्गल पार्क बनाउने जङ्गल हेर्न फार्दैछ सबले। काम सुरु भइसक्यो। हेर्नु न त्यहाँ दिदी बहिनीहरू कस्तो मजाले काट्नु बस्छ साथीहरु। अघि आएर काम सुरु भइसक्यो। यतिकै त्यो 2 दिनमा यत्रो त्यो सफा गर्यो। हेर्नु न कस्तो राम्रो जग्गा छ साथीहरु। अनि सबै फारिसकेर पार्क बन्यो भने कति राम्रो हुन्छ साथीहरु। तर यहाँ अस्ति नै वाइल थियो नि बहिनी, कहाँ हो? त्यो वाइल देखाउँछु साथीहरु। पहिलाको हाम्रो, पहिला अब हामी जन्मेको थियो कि थिएन। पहिला हाम्रो आमा बाउहरूको पालोमा यहाँ बजार हुन्थ्यो अरे साथीहरु। यहाँ गरम पानी भन्छ यो जग्गालाई साथीहरु। यहाँ चाहिँ पहिला पुरा उम्लेको पानी हुन्थ्यो अरे के साथीहरु। त्यो लागि गरम पानी भुइँमै अब माटोबाट उम्लिराख्थ्यो अरे पानी। डिम हाले पनि पाक्थ्यो अरे।
त्यो पानीमा हाले पनि अब भात सात यसो लिएर चामल सामल लिएर भाडा बसाइदियो भने आफै पाक्थ्यो रहेछ साथीहरू देखाएन आन्टी केसा कात्रा देखायो त देखेन जङ्गल न गरम पानी भन्छ यो हामीलाई छोडेर आयो हामीको साथीहरूले छोडेर आएर ऊ काम सुरु गर्दैछ आज त ऊ त्यो मुनुको बुढी पनि आइछ हेर्नु साथीहरू हेर्नु न साथीहरू रिसाउँछ हौ बाबा त मोबाइल से नहीं होगा बोलता है लैपटॉप लेके भिडियो बनाएगा बोल रहे हैं साथीहरू अघि छोडेर आएर काम सुरु गर्दैछ हामी त भर्खर आएको एकछिन बस्नु पर्यो नि खतम हुन आँट्यो नदी भेटिसक्यो हेर्नु यहाँ अब आज यहाँ सकिन्छ ऊ टापुहरू हेर्नु न साथीहरू कति राम्रो राम्रो टापुहरू छ हेर्नु त साथीहरू बिच बिचमा टापु सेल्फी हान्नु फोटो खिच्न राम्रो हजुर डेम छ त्यहाँ त डेम छेउमा गएर खिच्यो भने मात्र अलिक राम्रो देख्छ त्यो छेउबाट त बेसी झिक्रा झिक्रै देख्दो रहेछ